गृहमन्त्री बनेको जम्मा 26 दिनमै सुदन गुरुङले राजीनामा दिनु परेको छ। आफूमाथि प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिएको र आफूमाथि स्वतन्त्र छानबिन गर्न माग गर्दै उनले भर्खरै मात्रै फेसबुकमा एक स्टाटस लेखेका छन्। सुदन गुरुङको राजीनामासँगै अहिले एउटा पक्ष निकै खुसी देखिन्छ, किनकि गुरुङ गृहमन्त्री बने लगत्तै धेरैको सातो उडेको थियो। तर मेरो नजरमा चाहिँ गलत गर्ने भ्रष्ट बिचौलिया र माफियाहरू खुसी भइहाल्नु पर्ने कुनै पनि कारण देख्दिन, किनकि गृहमन्त्रीको पद मात्रै गएको प्रधानमन्त्री र शक्तिशाली सरकार अझै उस्तै छ। अनि हामी आम जनतालाई विश्वास छ कि अबको गृहमन्त्री सुदन भन्दा अझै परिपक्व, एक्सन वारेन्टेड र कसैले प्रश्न उठाउन नसक्ने अर्थात् दाग नलागेको व्यक्तिलाई छानेर रासोपाले सुझबुझको साथ बनाउनेछन् भन्ने कुरा। किनकि देशमा भएको तमाम भ्रष्टाचारलाई कानुन सम्बद्ध तह लगाउँदै सुशासन कायम गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले जुन म्यान्डेट दिएको छ त्यसको मर्म बालेन र रवि लामी छाने अनि उनीहरूको कोर टिमले बेलैमा बुझोस्। मौका आउँछ पर्किँदैन, बगेको खोला फर्किँदैन भने जस्तै रासोपाले यो पटक जुन मौका पाएको छ, यदि यसको सदुपयोग गर्दै जनताको अपेक्षा पूरा गर्न नसके अर्को पटक रासोपा नेकपा भन्ने पक्का छ। खैर, अब कुरा गरौँ सुदन गुरुङले 26 दिनमै राजीनामा किन दिनु पर्यो त भन्ने कुरा। यसको मुख्य कारण हो बिचौलियाको राजा मानिने दीपक भट्ट। भट्ट अहिले हिरासतमा छन्, तर हिरासत भित्रै बसेर पनि देशका पूर्व प्रधानमन्त्रीहरू, ठुला ठुला नेताहरू, प्रतिष्ठित व्यापारीहरूदेखि हाल सत्तामा रहेको गृहमन्त्रीसम्मको सातो लिइरहेका छन्। किनकि जसरी सहकारी ठगीको बादशाह भनेर जीबी राईलाई मानिन्छ या चिनिन्छ, त्यसरी नै बिचौलियाहरूको बादशाह मानिन्छ दीपक भट्ट। यिनले सत्तालाई आफ्नो प्रभावमा पारेर विभिन्न सरकारी पदमा नियुक्ति दिलाउनेदेखि गैर कानुनी ढङ्गले कम्पनीहरूलाई लाइसेन्सहरू उपलब्ध गराउने, सिङ्गो सेयर मार्केटलाई आफ्नो इसारामा चलाउनेदेखि अनेक काण्ड मचाउँदै आएका थिए। त्यसै मध्येका एउटा थिए हाल गृहमन्त्री जोडिएको स्टार माइक्रो र लिबर्टी इन्सुरेन्स कम्पनी। यो दुवै कम्पनीले भट्टकै प्रभावमा 2079 सालमा लाइसेन्स पाएको प्रहरी अनुसन्धानले देखाएको छ। अनि दुवै कम्पनीमा 12,500 र 12,500 किता सेयर आजभन्दा लगभग 2 वर्ष अगाडि सुदन गुरुङले पनि किनेका रहेछन्। तर कुनै पनि कम्पनीको सेयर किन्नु अपराध होइन, त्यो आजको दिनमा जसले पनि किनबेच गर्न पाउँछ। अब यहाँ प्रश्न आउँछ, उसो भए दीपक भट्टको लगानी भएको कम्पनीमा सेयर किनेकै कारण सुदन गुरुङमाथि किन यति ठुलो प्रश्न उठ्यो त भन्ने कुरा। सुदनको हकमा प्रश्न सेयर किन किनेको भनेर उठेको होइन, प्रश्न त उक्त कुरा जब उनी गृहमन्त्री बने त्यसपछि बुझाएको सम्पत्ति विवरणमा किन नखुलाएको भन्नेमा हो। किनकि गुरुङले बुझाएको विवरणमा अरू सेयरहरूको नामै तोकेर खुलाएका थिए, तर दीपक भट्ट जोडिएको यो दुवै कम्पनीको सेयरको बारे केही पनि लेखिएको थिएन। सुदनको पहिलो गल्ती यो थियो। त्यसपछि यो बारे मिडियामा कुरा उठ्यो अनि गुरुङले फेसबुक मार्फत एउटा लामो स्पष्टीकरण दिए, तर त्यही स्पष्टीकरणमा पनि उनले थप 2वटा अर्को गल्ती गरे, जसमा पहिलो थियो यो दुवै कम्पनीको सेयर सम्पत्ति विवरण बुझाउँदा धितोपत्र बोर्ड अन्तर्गतको 2 करोड बराबरको सेयर भनेर खुलाएको छु त भन्ने। किनकि स्टार माइक्रो र लिबर्टी दुवै कम्पनी हालसम्म न त आइपिओ जारी भएको छ अनि न त नेप्सेमा लिस्टेड नै छ। त्यसैले गुरुङले स्पष्टीकरणमा भने जस्तो यी कम्पनीको सेयर धितोपत्र बोर्ड अन्तर्गत पर्ने भनेर सम्पत्ति विवरणमा खुलाएको भन्ने कुरा सरासर झुटो निस्कियो। त्यसपछि अर्को भनेको यही सेयर किन्न उनले 2080 को वैशाखमा काठमाडौँ महानगर 1 मा बस्ने विजय श्रेष्ठसँग 37,50,000 रुपियाँ ऋण लिएको भन्ने कागज सिधा कुरा मार्फत सार्वजनिक गर्नु। सार्वजनिक भएको तम्सु कागजमा गुरुङले ऋण लिएको त देखिन्छ, तर यो कुरा उनले सम्पत्ति विवरण बुझाउने बेला त्यहाँ उनी ऋण लिएको, दिएको वा तिरेको भन्ने फिल्डमा लेखिदिएनन्। खासमा मन्त्रीहरूले हाल आफूले कोबाट कसँग कहाँबाट कति ऋण लिएको छ, त्यसमा कति तिर्यो वा आफूले कति दिएको छ भन्ने कुरा स्पष्ट खुलाएर सम्पत्तिको विवरण भर्नुपर्ने हुन्छ, तर गुरुङले त्यो भाग पुरै खाली छाडेका थिए। सँगै उनले यी सेयरहरू कसरी प्राप्त भयो त भन्ने फिल्डमा पनि कहीँ कतै ऋण गरेर लिएको भनेर खुलाएका थिएनन्। सेयर प्राप्तिको स्रोत लगानी, व्यवसाय र पैतृक सम्पत्ति मात्रै भनेका थिए। हो, यही मिसम्याचले गर्दा गुरुङको गृहमन्त्री पद 26 दिनमै चैट भएको। खैर, गुरुङको राजीनामापछि हालका लागि गृह मन्त्रालय प्रधानमन्त्री बालेन शाहकै अन्डरमा राखिएको छ भने गृहमन्त्री गुरुङमाथि छानबिन गर्न, पूर्व गृहमन्त्री गुरुङमाथि छानबिन गर्न समिति बन्ने भएको छ। अन्त्यमा सुदन गुरुङको पद गयो भनेर कसैले रुवाबासी गर्नु वा कोही खुसी भएर तिनबिता उठाउनु जरुरी छैन, किनकि यो सरकार कसैको दाइजो वा पेवाले होइन, यतिका धेरै जेन्जीहरूको रगत र बलिदानले बनेको। त्यसैले यहाँ व्यक्ति होइन सिस्टम गतिलो हुनुपर्छ, किनकि हामीलाई कुनै पनि व्यक्ति होइन यो देश बनेको हेर्न मन छ। सार्वजनिक रूपमा प्रमाणसहित प्रश्न उठ्छ भने सुदन गुरुङले मात्रै होइन, स्वयं प्रधानमन्त्री बालेन शाहले समेत राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्छ, किनकि कानुन सबैको लागि बराबर हुनुपर्छ। खैर, अहिलेसम्म सुदन गुरुङमाथि पारदर्शिताको प्रश्न र बिचौलियासँगको सम्बन्धको आरोप मात्रै लागेको छ। अब संसदीय छानबिन समिति बनाएर उनीमाथि निष्पक्ष छानबिन हुनुपर्दछ। छानबिनपछि उनी यदि दोषी देखिए भने हदैसम्मको कारबाही गरिनुपर्छ। यदि निर्दोष ठहरिए उनलाई आगामी दिनमा फेरि यस्तै कार्यकारी पदमा बसेर काम गर्ने मौका दिनुपर्छ।